नमस्कार। यति बेला हामी कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर 9 श्रीकोटमा छौँ। यति बेला यहाँले दृश्यमा हेरिराख्नु भएको छ जो देश तथा विदेशमा हुनुहुन्छ आम दाजुभाइ तथा दिदीबहिनीहरूमा फेरि पनि हार्दिक हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। यति बेला मैले एउटा सानो भिडियो निर्माण गरेको छु, निर्माण गर्ने क्रममा छु, किनभने यो तपाईँहरूलाई जानकारी गराउनु पर्ने अथवा जानकारी गराउन त्यति अलि उपयुक्त लाग्यो, किनभने भर्खरै मात्रै हाम्रो ग्रामीण इलाकामा चाहिँ यो हाते ट्र्याक्टरको प्रयोग बढ्दो क्रममा छ। यति बेला हामी गहुँ लाउने सिजनमा छौँ। यहाँलाई मैले दृश्यमा देखाएँ, यो तल देखिएको जो खेतहरू छ, जो बारीहरू छ, आजै हामीले चाहिँ यो 2 घन्टाभित्र यो हामीले सकेका छौँ। मैले यहाँलाई मुख्य कुरा जानकारी गराउन के खोजेको भने गाउँमा पछिल्लो चरणमा गोरुहरू पाल्नेहरूको सङ्ख्या घट्दै गएको छ, किनभने पहिला एउटै घरमा 4-5 हल गोरु पाल्ने हाम्रा गाउँका दाजुभाइ तथा दिदीबहिनीहरू अहिले चाहिँ एउटा घरमा होइन, एउटा टोलमा एक हल मात्रै गोरु पाउने गरेको छ। र त्यसो भएको कारणले गर्दाखेरि यो गोरुहरू नपाउने भएको कारणले गर्दा यो हाते ट्र्याक्टर हामीले प्रयोगमा ल्याएका छौँ। र गत साल हामीले मकै लाउने सिजनमा पनि मकै यही ट्र्याक्टरबाट चाहिँ मकै लगाएका थियौँ भने अहिले हामीले गहुँ छर्ने सिजनमा गहुँ छरेका छौँ। यति बेला तपाईँले दृश्यमा देखिराख्नु भएको छ हाम्रो एकदमै मेहनती दाजु हाम्रो पृथ्वीबहादुर साई, जो हाम्रो यो वडाको एकदमै अगुवा कृषक हुनुहुन्छ, जो उहाँ गाउँपालिकाबाट पनि सम्मानित भइसक्नु भएको छ। उत्कृष्ट किसानको रूपमा चाहिँ उहाँले आफ्नो सिप कला र क्षमता मार्फत हाते ट्र्याक्टरको प्रयोग गर्दै आउनुभएको छ। यहाँलाई हार्दिक स्वागत छ। हजुर नमस्कार। सबै देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण आदरणीय भगवान रूपी दर्शकहरू र आदरणीय मेरा आफन्तजनहरूमा सबैमा मेरो साइनो नमस्कार छ। र आज मेरो एउटा म त कृषि पेसामा आबद्ध भएको हुँदा कुनै पनि कामहरू नयाँ र आधुनिक तरिकाबाट गर्नुपर्छ र आधुनिक यन्त्रीकरणलाई भित्राउनुपर्छ भन्ने मूल मान्यताका साथ मैले यो गाउँको एउटा फर्स्ट यो हाते ट्र्याक्टरबाट ल्याउनुपर्छ, हाते ट्र्याक्टरबाट यो खेत जोत्नुपर्छ भन्ने कस्तो हुन्छ यसको अनुसन्धानको रूपमा प्रयोगमा ल्याउनको लागि मैले एकदम इच्छा जाहेर गर्दाखेरि राम्रै भइरहेको छ। जे होस् छर छिमेकहरूलाई पनि सहयोग पुगिरहेको छ र आफ्नो एकदम दिनभरि लाग्ने काम लगभग 2 घन्टामा यस मार्फत मैले गरिरहेको छु। र तपाईँहरूलाई पनि हजुरहरूको पनि कुनै घर खेतहरू जोत्नु छ, गर्नु छ, कुनै यस्ता मेसिन उपकरणहरू यस सम्बन्धी मैले विभिन्न बनाउने तालिम पनि दिएको छु। यस्ता मेसिनहरू तपाईँहरू ठाउँमा बिग्रेका छन्, भत्केका छन्, तपाईँहरूलाई समस्या छ भने पनि मलाई सम्पर्क गर्नु सक्नुहुन्छ। यस बनाउने जिम्मा पनि हुन्छ र यस्ता यन्त्रीकरण खरिद्न चाहनुहुन्छ भने पनि त्यसको लागि विशेष सल्लाह सुझावहरू हुन्छ। त्यसैले यो कति उपयोगी मान्नुभएको छ? हाम्रो जस्तो ग्रामीण इलाकामा चाहिँ यो जुन साना साना गडाहरू छन्, तराईतिर त यसको धेरै प्रयोग भएको देख्छौँ हामी, तर हाम्रो क्षेत्रमा जो साना गडाहरू छन् यसमा कति उपयुक्त ठान्नुभएको छ र प्रति घन्टा अब कति लिटरको तेल, अथवा यो डिजेल इन्जिन हो होइन, कति लिटर जति तेल खपत गर्छ यसले? यसको प्रति घन्टा अब म्याक्सिमम 1 लिटर हो घन्टाको होइन। हाम्रो पाहाडमा अलि अप्ठ्यारो स्थिति हुन्छ, भौगोलिक त कठिनाइ छँदैछ, तर पनि साना साना गराहरूमा एकदम अब जोखिम त छ, तैपनि एकदम अब धैर्यताका साथ जोत्नुपर्छ। अब हामीले अब जोत्दै आइरहेका छौँ साना साना गराहरू पनि, खेतहरू पनि, त्यसैले ठिकै छ, अहिले हामीले गरिराखेका छौँ। यति बेला हाम्रो आदरणीय अङ्कल पनि उपस्थित हुनुभएको छ। तपाईँलाई कस्तो लागिरहेको छ यसको प्रयोग, ट्र्याक्टरको प्रयोग कतिको उपयोगी लागिरहेको छ? एकदम मलाई राम्रो लागिरहेको छ होइन। त्यो कुरा अब धेरै हामीले माथि कुरा नगरौँ होइन। बल्ल कति वर्षसम्म पालेर एकपल्ट जोत्नु पर्ने भन्दा पनि हामीले एकैछिनभित्र 500 रुपियाँ अनुसारको कुराभित्रले हामीले पुरै जग्गा जोत्न पाएको भित्र हामी खुसी छौँ। ए ल, धन्यवाद छ। अब हामी तपाईँहरूलाई चाहिँ यो ट्र्याक्टर जोतेको चाहिँ दृश्य देखाउनेछौँ र एकछिनपछि यहाँले चाहिँ यो दृश्य देख्नुहुनेछ। अब हाते ट्र्याक्टर सुरु भइसकेको छ र एकछिनमा हामी तपाईँलाई चाहिँ यो जोतेको दृश्य देखाउनेछौँ। यहाँले त्यो दृश्य देख्न सक्नुहुनेछ। अब हामी यो जोत्दै गर्दाखेरि केही दृश्य देखाउन गइराखेका छौँ। यहाँलाई मैले यो जानकारी गराएँ। हलो पनि नचाहिने, जु पनि नचाहिने, त्यसपछि गोरुहरू पनि नचाहिने, तर केही लिटर डिजेल मात्रै भए पुग्ने र दिनभरि गोरुले गर्ने काम यो
1-2 घन्टामा सक्ने यो हात्ती ट्र्याक्टरको उपयोगिताको बारेमा यहाँभन्दा अगाडि पनि हामीले जानकारी गराइसकेका छौँ र यहाँले अहिले पनि दृश्यमा हेरिराख्नु भएको छ, देखिराख्नु भएको छ। मैले यो जानकारी गराएँ र यो केही घन्टाभित्रै यहाँले दृश्यमा देखिराख्नु भएको छ। हामीले केही घन्टाभित्र यो तल देखाएका सबै गडाहरू चाहिँ हामीले जोतेर सक्यौँ र हामीसँग यहाँ एकल गोरु पनि छ, तर गोरुले यहाँ खालि 1 गडा मात्रै जोतेको छ बिहानदेखि अहिलेसम्म। त्यो हामीले दृश्यमा तपाईँहरूलाई देखायौँ र अहिले हामीले यो गोरु चाहिँ भन्दा पनि ट्र्याक्टरबाट जोत्दाखेरि अलिकति छिटो छरितो र अलिकति गोरुहरूलाई दुःख पनि नहुने, त्यसै गरी चाहिँ छिटो पनि सकिने, छोटो समयमा पनि सकिने भएको कारणले गर्दा हामीले यो दृश्य तपाईँहरूलाई देखायौँ। मैले यो भिडियोमा यही जानकारी गराएँ र यहाँहरूलाई कस्तो लाग्छ जो देश तथा विदेशमा बसिराख्नु भएको छ आम दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो राय सुझाव र सल्लाह त्यसै गरी प्रतिक्रिया दिन नभुल्नुहोला। म यहाँहरू सबैलाई एकदमै धेरै सम्झेको छु र मैले यो धेरै नयाँ कुरा त होइन, किनभने नेपालका तराईका जिल्लाहरूमा अधिकतम रूपमा प्रयोग हुँदै गएका हात्ती ट्र्याक्टर हुन् र भने यो ग्रामीण इलाकामा पनि यसको प्रयोग हुँदै आइराखेको छ र भोलिका दिनहरूमा अझै गोरु नपाइने स्थिति हुने हो भने त्यसको विकल्पको रूपमा यो हात्ती ट्र्याक्टर अझै उपयोग हुन सक्छ र छोटो समयमा धेरै काम गर्न सकिने यन्त्रको रूपमा प्रयोग गर्न सकिन्छ कि भन्ने हिसाबले मैले यहाँलाई जानकारी गराएको हुँ। यहाँहरू सबैमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। म अहिलेलाई यो भिडियोबाट छुट्टिन्छु। हस्, नमस्कार।